यी युवाहरू सत्ता खोज्न सडकमा आएका थिएनन्, तर आज यिनैले सत्तालाई नै हल्लाइदिए। बेरोजगारी, भ्रष्टाचार र महँगी, वर्षौंदेखि दबिएको पीडा अब विस्फोट भयो। शान्त पोस्टबाट सुरु भएको आवाज एकै रातमा सडकको गर्जन बन्यो। सरकार दबावमा पर्यो। संसदभित्र डर र बाहिर आक्रोश। केही माग पूरा भए, केही अनुहार सत्तामा पुगे, तर के परिवर्तन यही हो? समय बित्दै गयो, नीति उही, व्यवहार उही। जेनजेट निराश हुन थाल्यो। कोही सत्तातिर लागे, कोही फेरि सडकतिर। आन्दोलन आफै फुट्न थाल्यो। अब प्रश्न एउटै छ, जेनजेट फेरि सडकमा फर्कन्छ कि सत्ताभित्रै हराउँछ?